अब आई थिङ्क बुढाखाडा राजनीतिक कर्मीहरू चाहिँ बिस्तारै इभ्याकुएट नै भएको राम्रो, किनकि अब समयले पनि त्यो मागि नै सक्यो। अब जेन्जी आन्दोलन भनेको पनि अब एउटा युथको आन्दोलन थियो। युथ, नयाँ जेनेरेसन, यङ जेनेरेसनले नै मागेको कुरा हो, जुन कुरा चाहिँ अब देशमा पुरानो नेतृत्वहरूले चाहिँ देश बनाउन सक्दैन भन्ने कन्क्लुजनमै आएर जेन्जीको चाहिँ आन्दोलन भएर त्यत्रो एउटा रेभोल्युसन भयो। कतिजनाको ज्यान पनि गुमे होइन। जुन ज्यान गुमाएको मान्छे केटकेटीहरूप्रति एउटा चाहिँ एउटा सम्मान पनि राष्ट्रले दिनै पर्छ, किनकि अब उनीहरूकै कारणले चाहिँ अब यहाँ देशमा एउटा चेन्जेसहरू आउँदैछ, चुनाव हुँदैछ। चुनाव भनेको एउटा चाहिँ देशको भविष्य हो। कसलाई जिताउने, को राम्रो को नराम्रो, युथले चाहेको के हो, जनताले चाहेको के हो, त्यो चाहिँ एउटा चुनावकै माध्यमबाट त्यसको चाहिँ रिजल्ट आउने भएको हुनाले अब बुढाखाडा नेताहरू जस्तै अब काङ्ग्रेसको शेरबहादुर देउवाले चाहिँ रिटायरमेन्ट लिएको जस्तो, अब अरू उसको दौतरीहरूले पनि अब बिस्तारै बुझेर आफ्नै सोच विचार गरेर बुझेर एउटा चाहिँ एउटा इज्जतको साथ सन्यास लिँदाखेरि चाहिँ एउटा सम्मान चाहिँ सधैँभरि कायम रहने देख्छु म चाहिँ। किनकि अब जिन्दगीभर राजनीतिमा चाहिँ उहाँहरू पनि लाग्नुभयो। अब 30-40 वर्ष चाहिँ अब चाहिँ एउटा एक्सपिरियन्स त छ, तर कस्तो हुन्छ भन्दा अब जति एक्सपिरियन्स जे भयो भने पनि आखिर उमेर भनेको उमेर हो। मान्छे बुढेसकाल लाग्दै गए पछाडि त्यो ब्रेनको सेलहरूले चाहिँ काम गर्दा पनि गर्दैन। त्यही भएर त अब यो लाइफको साइकल चाहिँ अब बच्चा र बुढा एउटै हो भन्ने त्यतिकै होइन नि। उनीहरूको सोच्ने सक्ने क्षमतादेखि लिएर डिसिजन लिन सक्ने क्षमतादेखि लिएर अब त्यो एउटा राइट हुँदैन त्यो उमेरमा। अब उनीहरूले चाहिँ अब कसरी सोचिरहेको छ भन्दा अब जनरली बुढेसकाल भनेको एउटा टाइम किल गर्नलाई गाह्रो उमेर पनि हो। अब अरू काम दिनभरि घरमा बसेर अब दिन काट्नु गाह्रो हुन्छ भन्दैमा अब राजनीतिमा आयो भने टाइम पास हुन्छ, अब यसो अब मान सम्मान पाउँछ, अब दिन काट्न चाहिँ गाह्रो हुँदैन भन्ने हिसाबले चाहिँ देशलाई बर्बादी बनाउनु हुँदैन। उहाँहरूले चाहिँ अब बुझे त आफै छोड्दा राम्रो, भएन भने त चुनावबाट चाहिँ जसरी भए पनि उहाँहरूलाई चाहिँ बिदा गरिदिएकै राम्रो। किनकि एउटा कुरा चाहिँ उहाँले के बुझेन भन्दा हामीले सङ्घर्ष गऱ्यौँ, परिवर्तन ल्यायौँ होइन, हाम्रो देन ठुलो छ मात्रै सुन्यौँ अहिलेसम्म। 30औं वर्ष भइसक्यो, अब बच्चादेखि नै त्यही अनुहार, अब चाहिँ गफ त्यही, विकास जिरो होइन। परिवर्तन चाहिँ उहाँहरूको चाहिँ के देख्यो भन्दाखेरि चाहिँ जस्तै अब चाहिँ एउटा विकास भन्दा पनि उहाँहरूको मोडालिटी चाहिँ खालि विद्रोह भन्नु। मतलब अरूले चाहिँ अब चाहिँ अरूको हातमा शासन चाहिँ परेपछि विद्रोह गर्ने, आफू पुग्ने, फेरि आफूलाई अर्को पार्टीले विद्रोह गर्ने, खालि विद्रोह मात्रै क्या। विकासको त मोडलै छैन। किन नेपाली जनता यति सिधा इमान्दार चाहिँ जनता हो कि धेरै चाहना नभएको जनता हो कि नेपाली, मेरो विचारमा। जस्तै जसलाई चाहिँ एउटा साधारण कुरा अब बेसिक निडहरू, एउटा बाटो राम्रो बनाइदेऊ, पानी धारामा देऊ, बत्ती प्रोभाइड गर होइन, रोजगारीको सृजना गर। हामीलाई विदेश जानु छैन, रोजगारी देऊ, हामी यहीँ बसौँ भन्दा पनि अब चाहिँ कानमा तेल हालेर बसेर चाहिँ विदेश मान्छेलाई पठाइ। त्यो विदेश पठाउनुमा पनि सर्टेन कारणहरू त छन्। किनकि अब यङ जेनेरेसन भनेको केही न केही अलिकति अब सोच्न सक्ने क्षमता भएको हुन्छ। उनीहरूले कम्प्लेन धेरै गर्ने भयो, किन र कसो, यो भएन त्यो भएन भन्ने भयो। अब त्यस्तो एउटा चाहिँ युथलाई बाहिर चाहिँ पठाउन पायो भने त अब बाँकी रिमेनिङ बुढाखाडाहरूको त अब डिमान्ड लेभल त केही पनि हुँदैन। उनीहरू त अब रिटायर भएर बस्यो, उनीहरूलाई चाहना केही हुने होइन। अब यसो चुनाव आएको बेलामा हल्का नमस्ते गरेर ढोकढाक गर्दै भने अब एउटा उनीहरू हुँदा एउटा चाहिँ अथेन्टिक भोट हो नि त। उनीहरूको दलको नेताहरूको चाहिँ स्ट्राटेजी त्यति मात्रै देख्यो। विकास नै खासै द्रुत रूपमा हुन सकेन क्या नेपालमा चाहिँ। गोरेटो बाटो जस्तै अब अलिअलि भएको छ, जस्तै गाउँ गाउँमा बाटोहरू पुगेको छ, गोरेटो बाटो पुगेको छ,
पिच हुने कहिले? जिन्दगीभर त्यो गोइठो बाटोमै चाहिँ गाडी चलाएर चाहिँ त्यो गाडी गुल्ट्याइ एक्सिडेन्ट भएको भई होइन। अब त्यो खाल्टाङ र खुल्टुङ कुन बेला पहिरो जाने, अब ढुङ्गा त्यस्तो मात्रै साध्य भएन नि। एउटा त्यो बाटै खनिसकेपछि एउटा चाहिँ पिच बनाएर एटलिस्ट त्यो पिच चाहिँ 10 वर्षसम्म धानी बनाइदिए त भइगयो त। कि बजेटै नभएर हो कि? बजेटै नभएर भनौँ भने अब त्यत्रो चाहिँ ट्याक्सहरू उठाएछ, भ्रष्टाचार हेऱ्यो भने अरबौँ छ होइन। एकजनाको भ्रष्टाचारले मेरो विचारमा एउटा जिल्लाको चाहिँ बाटो पिच रोड 10 वर्षलाई टिक्ने हुनसक्छ। त्यो त कस्तो भन्दा मिलेर खाइरहेको छ, जनता झुलाइरहेको भएर मात्रै यो स्थिति आएको नि। त्यही भएर न अब अहिले चाहिँ देश चाहिँ युथको हातमा पर्नुपर्छ भनेर चाहिँ आवाज उठेको जस्तो मलाई लाग्छ। नभए त नेपालीले के कम्प्लेन गरेको छ अहिलेसम्म? ल अब सरकारसँग केही आश गरेको छैन, सबै अब उठेदेखि नसुनिजेलसम्म चाहिँ जनता आफै चाहिँ लागेर आफ्नो जीविका चलाइरहेको छ होइन। अब विदेशतिर जाने हो भने उहाँ 5 मिनट चाहिँ एउटा चाहिँ बस ढिलो भयो भने कम्प्लेन गरेर ट्रेन अब त्यस्तो उनीहरू पेसेन्स नै छैन। त्यो जुन एउटा चाहिँ सिस्टममा चल्या भएर उनीहरूलाई छिसिक्क हुनु हुँदैन। अब हाम्रो अब त्यस्तो त अब ढिलो भन्ने त अब हामीले त त्यो पचाइ नै सक्यो। स्पेसल्ली अब एउटा सानो एक्जाम्पल, अब सरकारी कार्यालयमा जाँदाखेरि चाहिँ अब चाहिँ हेर्दाखेरि सिम्पल छ, तर मेन्टली मान्छे चाहिँ त्यहाँ गएपछि एउटा दिन सिद्धियो भनेर चाहिँ प्रिपेयर भएर जानुपर्छ। भनेपछि अब नेपाली जनतामा पेसेन्स छैन कि हामी मेन्टली यति प्रिपेयर छौँ कि यहाँको चाहिँ सिस्टम यस्तो खराब छ कि अब हामीले त्यो सिस्टम बदल्नुभन्दा बदल्छु भनेर दुःख पाउनुभन्दा आफै बरु चाहिँ जे छ त्यसलाई पचाएर बस्दाखेरि एटलिस्ट आफ्नो काम चाहिँ हुन्छ भन्नेमा चाहिँ हामी त्यति विश्वास गरेर बसिरहेका छौँ। त्यो भनेको एउटा बाध्यता हो नि त। अब आशा छ यो चुनाव हुन्छ नै, चुनाव भए पछाडि जनताले पनि सोचेर बुझेर अब चाहिँ देशलाई एउटै भुमरीमा चाहिँ घुमाइराख्ने होइन कि देशलाई लिड गर्ने, अब चाहिँ विकास गर्ने क्यान्डिडेटहरूलाई चाहिँ चुनेर भोट हाल्नुहुन्छ र देशले अब चाहिँ पुराना दलले जस्तो 10 वर्षमा सिङ्गापुर बनाउँछु, स्विजरल्यान्ड बनाउँछु होइन, यो कस्तो अब यो लाज लाग्ने कि अब यो बच्चाहरूलाई चक्लेट दिएर झुलाएको जस्तो जनतालाई चाहिँ अब त्यस्तो फेक आश्वासन दिएर चाहिँ अब चाहिँ झुलाउँदाखेरि पनि अझै पनि त्यही नारा रिपिट भएको छ भनेपछि अब जनताले त जस्तै बुझ्छन् नै, 100% बुझ्छ होइन। त्यही भएर नि उनीहरूलाई एकदम ठुलो थ्रेट छ योपालिदेखि चाहिँ हामी चाहिँ अब टिक्दैनौँ, हामीले चाहिँ हाम्रो चाहिँ अब दिन सक्यो भनेर चाहिँ उनीहरू होपलेस नै भइ नै सकेको छ। तर पनि अब कुरा आयो, भोटकै कुरा आयो, अब सबैले राम्रो मान्छेलाई, देशप्रति माया भएको, देशलाई चाहिँ अलिकति अगाडि बढाउन सक्ने क्षमता भएको त्यस्तो मान्छेलाई चाहिँ चयन गर्दाखेरि चाहिँ देशले पनि निकास पाउँछ। र अर्को कुरा अब युथ भन्दैमा अब सबै युथै मात्रै भनेर बसेर भएन, युथमा जोस त हुन्छ, मेबी पर्याप्त एक्सपिरियन्स नहोला, पुरानोबाट पनि अलिकति एक्सपिरियन्स भएको मान्छेलाई गाइडेन्स दिनलाई भए पनि एउटा चाहिँ ल्याउनुपर्छ। किन देश भनेको जोसमा मात्रै अब चल्ने पनि होइन। अब विदेशी कूटनीतिज्ञहरूसँग चाहिँ एउटा डेभलपमेन्ट रिलेसन कसरी राख्ने, के गर्ने, त्यो अब त्यो त अब जोसले हुने कुरो होइन, त्यो एक्सपिरियन्सले हुने कुरा हो। त्यो पनि एउटा चाहिँ जरुरत चाहिँ देखिन्छ। अब आशा गरौँ अब राम्रो मान्छेहरू आओस्, देशमै एउटा चाहिँ रोजगारको सृजना भएर सबैजना विदेशिनु चाहिँ नपरोस् होइन। अब दुःख त छ नि, खाडी मुलुकमा अब दिनको हजारौँ मान्छेहरू गएको छ, रहरले गएको त पक्कै पनि होइन होला, अब बाध्यताले गएको होला। अब यहीँ केही एउटा चाहिँ रोजगार अब सरकारले गर्ने चिज हो नि, देशमा चाहिँ एउटा रोजगारी सृजना गराउने काम भनेको त अब हामी जस्तो अलिअलि अब सानोतिनो व्यवसायहरूले त आफ्नो हैसियत अनुसारले गरेको छ, तर देशकै सबै जनताहरूलाई पलायन हुनेबाटै रोक्ने भनेको त अब चाहिँ व्यवसायको मात्रै हातको कुरो होइन। सरकारले त एउटा योजना ल्याउन सक्नु पऱ्यो, देशमा के चाहिँ गर्दाखेरि यहाँ रोजगार पाउँछ। अब मेबी अब कुनै सेक्टर अब चाहिँ अब हाइड्रो हुन सक्ला, टुरिज्म होला, सबै अब के छ अब देशले लगानी गरेर अलिक विकासको मोडलतिर चाहिँ लाग्दाखेरि राम्रो हुन्छ, ताकि नेपालले विदेशमा गएर दुःख पाउन नपरोस्। यो चीन कहाँबाट कहाँ छ, 90s को दशक 80s को दशकमा हेऱ्यो भने चीनको कति चाहिँ हरिबिजोग थियो, अहिले आएर संसारको चाहिँ नम्बर 1 कन्ट्रीमा पुगिसकेको छ उनीहरू। अब चाइनिज भनेपछि अब मान्छेले हेर्ने दृष्टिकोण कति फरक छ, पहिला त्यस्तो हुन्थेन। जुन कुरा नेपालीलाई पहिला
हेर्ने दृष्टिकोण जुन एउटा उच्च स्तरमा थियो, अहिले संसारमा जहाँ गयो भने नेपालीहरू चाहिँ अब गर्न छोडिसक्यो। अमेरिकाले नै अब कस्तो कस्तो देशको लिस्टमा चाहिँ नेपालीलाई राखेको छ, जुन कुरो चाहिँ हुन्थेन। त्यो बाध्यता देशको एउटा चाहिँ अब नेताहरूले चाहिँ राम्रो एउटा चाहिँ लिड गर्न नसकेको चाहिँ एउटा त्यो चाहिँ रिजल्ट हो। त्यसलाई चाहिँ अब जसरी भए पनि नयाँ सोचबाट आएको युवा पुस्ताले चाहिँ त्यसलाई रिकभर गर्नुपर्छ भन्ने चाहिँ मेरो धारणा छ। धन्यवाद।